गाइज हामी चाहिँ हाम्रो कुसुमिसेराबाट है जस हामी मुभ अन हुँदैछौँ। अब हामी बागलुङतर्फ लागिरहेछौँ गाइज है। मेरो चस्मा कहाँ गयो अनि यहाँ मेरो विशेष है अब हामी चाहिँ रफ्तार हुँदै गइरहेछौँ। अब यहाँको यो साइडको गण्डकी हो यो के अरे गण्डकी ढिटे खोला। यो चाहिँ ढिटे खोला हो कि रिटे खोला भन्ने है। कुसुमिसेराको छेउको त बजारबाट चाहिँ हामी बजार हुँदै छेउछेउ आइरहेका छौँ गाइज है। यो चाहिँ कुसुमिसेराको रिठे खोला हो कि ढिटे खोला भन्दै हुनुहुन्थ्यो। नाममा अलिक कन्फ्युज भएँ म। अनि जब मैले नाम थाहा पाउँछु तपाईँहरूलाई भन्छु। यतातिर चाहिँ हल्का बाटोहरू बिग्रेको अवस्था छ। हामी बर्खामा आएको हुनाले अलिकति सतर्कताका साथ हिँड्नुपर्ने हुन्छ। त्यही माथि मेरो बुढी भनेको फेरि उसमा स्कुटीमा एक्सपर्ट मान्छे छे होइन। ठ्याक्क डुक्क यताउता डाङडुङ पारिदिन्छ फेरि। अनि यतातिरबाट पहिरो पनि आउन सक्छ। बनै बन हरियाली है, लुकिङ लाइक अ वाउ भन्ने टाइपको छ सिन भ्युजहरू होइन। अब पछि गएर सायद हामी पनि यति सेटल भएर बसौँ जस्तो टाइपको फिल छ। तर नेपाल सरकारले राम्रो विकास गरौँ भने त बस्न पनि सकिन्छ। अलिक छेउछेउ हिँड्न गाडी आइरहेछ, अगाडिबाट गाडी आइरहेछ। अनि गाडीलाई पनि बाटो दिन पऱ्यो। यस्तो बाटो अलि बिस्तारै रेस्ट देऊ रेस्ट देऊ ल होइन रेस्ट देऊ तर अड्काउन खोज्छ यस्तो ठाउँमा यो गर्न खोज्छ रिस्क छ। रोक्न खोजेको नि किन त्यस्तो ठाउँमा रोक्ने नि होइन। ल त्यही हो गाइज। अलिअलि अब भन्दाखेरि अब गाली गरे जस्तो हुन्छ। माया लागेपछि यताउता भन्न पर्छ कहिलेकाहीँ। अब हिँडाइराखेको चाहिँ बिचरा अब सिकाएर सन्च यो गेटमा सन्च हिँड्नुपर्छ। स्कुटीको टायर सानो हुन्छ सन्च हिँड्नुपर्छ है भनेर सम्झाइराख्छु बुढीलाई। अनि झनक्क रिसाउने बानी छ मेरो पनि बेला बेलामा सम्झाउँदा पनि बढी। यसले स्पिड हिँडाल्छ मैले यतिको स्पिड मैले नि हिँडाल्दिनँ। यसले चाहिँ पुरै स्पिड हिँडालिदिन्छ उसमा पनि। त ठिक छ गाइज अरू भिडियो चाहिँ गराउँदै गरौँ ल। अहिलेलाई स्टे ट्युन बाई गाइज है। यतातिर हामी चाहिँ यस्तो बाटो आइएको छ हेर्नु होइन। यस्तो अब पहिरो नै गइरहेको यस्तो टाइपको छ। खतरा छ हाम्रो यात्रा चाहिँ है। सनसनीपूर्ण तरिकाको यात्रा छ। अनि जयमुनी नगरपालिका कार्यालय भनेर यहाँ भित्तामा लेखेको छ थाहा पाउनु भयो कि नै। हाडी हिँड रेस दिनको लागि फेरि बटाएर लगाइ यतातिर चाहिँ है मान्छेहरू अलिकति बढी छ। अलि बेसरी रन्काइरहेको चाहिँ यस्तै रन्काउने भयो त हेर्न यस्तो छ बानी बेहोरा। अब के भन्नु रोड चाहिँ यहाँको रोड चाहिँ हामी छ यताउता स्कुटी चलाउने दायाँमा के भयो ल अब यसो गरेर मै चलाउँछु छोडिदिएको। अब बाटो पनि ठिक छैन त्यो हेर गाइज यो कुनै पनि एङ्गलमा स्कुटी चलाउने देखिन्छ नै हेर ल। हेलो भनिदिउँ हाम्रो अडियन्सलाई। यस्तो ठाउँमा ल्याएर रोक्छ मिलेको छैन। यसको सल चाहिँ यसरी चाहिँ नानी बोके चाहिँ बाँधिदिएछु यसको सल। आत्तिरहेको चाहिँ आत्तिनी होइन आत्तिनी मात्तिनी तात्तिनी होइन भन्छु ल। अगाडि हाम्रो गाडी अगाडि बढ्यो। अब यतातिरबाट चाहिँ पहिरो जान सक्छ है मजाले चलाउने। ब्याक मिरर ठिक छ ब्याक मिरर ठिक छ ब्याक मिरर ल। पछाडिको ब्याक मिरर पनि ठिक छ। गाइस अब हामी चाहिँ हिँडिरहेको छौँ है धेरै होइन। हामी गोइङ टु मेक 10 मिनट्स ब्लग्स है गाइस। बेला इङ्ग्लिसहरू टुच्च दिइराख्नुपर्छ अरे। अनि ब्लग्स चाहिँ भाइरल हुन्छ भन्थ्यो के अरे पल्ला घरे साइलाले। अब पल्ला घरे साइलाको कुरा गर्ने कि म आफ्नै माइलाको कुरा गर्ने। मेरो चस्मा रोका चस्मा
कहाँ छ र कहाँ राखेको छु ल रोक मैले त होइन भो के रोक रोक कस्तो हुनुहुन्छ 10 चोटि रोक रोकाको लगाइदिनु मैले भर्खरै चस्मा लगाएँ है स्कुटी चलाएको मान्छेलाई रोकाएर चस्मा लाउँछ त्यो पनि हुन्छ यो हेलमेट चाहिँ ठुलो भएर टोपी लाएर मेरो साइज हेलमेट तिम्रो टाउको ठुलो गराउनको लागि के गर्नुपर्छ नि मलाई थाहा छैन बनाएको नेपाल अनि यो खास गरेर मेरो गाउँ हो होइन हाम्रो पुर्खाले चाहिँ बनाउनु भएको हाम्रो गाउँ ठाउँ यति रमाइलो छ कि झर्ना सर्ना ओहो कस्तो यार यो झर्ना हो झर्ना पानी चाहिँ पुरै डाँडा उकालो हिँड्नेलाई मिरर मिलाउँछन् कसैले कहाँ के गर्ने स्कुटीको नलेज थाहा छैन बटार्न पाए भयो बिस्तारै बिस्तारै यस्तो ठाउँमा चाहिँ अगाडि आएर गाडी देखिन अनि बिस्तारै हिँड्छ आस्ते किन बटारे पनि हिँड्छ लगायत पानी परे जस्तो छ अब हामीले रेनकोट वी आर गोइङ टु वेयर रेनकोट है यस्तो स्पिड नहान न सानो घुम्तीमा त स्पिड हान्ने होइन के 1000 रुपियाँ भन्छु घुम्ती आएपछि सन्चो चलाऊ के तिम्रै लागि भनेको भोलि आएर म सधैँ हुन्न एक्लै हिँड्ने बेलामा थाहा पाउने अनि त्यही त नि तिमी पनि के अरे ठक्कर खाएर चक्कर आएर ढलेर भगा बिस्तारै बिस्तारै भगा किन गाह्रो छ यार पानी पऱ्यो छेउ हिँडा चाहिँ गेरगेटै गेरगेट हो यार आमा आमा है लगाइ जहिले पानी चाहिँ भर्नु पऱ्यो है छेउ हिँडाल्छ यार कस्तो पानी छ हेर न अगाडितिर गएर रोगी छ फेरि लगाइज है परेकै छैन पानी खोइ ल यता ल्याऊ अब बाँकी चाहिँ मेरो ब्युटिफुल वाइफले गराउन गइरहेछ ब्लग्स हेलो यस्तो गर्ने होइन क्या सानो बोल्नु ल साथीहरू हामी चाहिँ यहाँ भ्लग्स हो कि रेनकोट लायौँ अब चाहिँ हामी जान्छौँ ल अब गाइस मेरो बुढीले पनि रेनकोट मैले त लगाइसकेँ है अब मेरो बुढीले पनि रेनकोट लगाउँदैछ पुरा ठुसिरहेछ स्कुटी चलाउनु दिएन भनेर उसको मन दुखिरहेको होला मैले चाहिँ उसकै सेफ्टीको लागि भनेको यताउता पानी परेको र नचलाऊ यताउता गाह्रो हुनसक्छ भनेर यस्तो तरिकाले के ब्लग्स गरायो भए पनि राखिदिएँ भयो मैले लगाएको अगाडि देखाएर लगाइन अनि ल अगाडि देखाएर लग मजाले लगाऊ कति क्युट देखिन्छ यो रेनकोट लगायो भने मेरो बुढी मैले अर्कै खाले रेनकोट भनेको तल खुट्टासम्मको नि अर्कै राम्रो लगाइज है उसलाई चाहिँ यो राम्रो लागेन तपाईँले भनिदिनु राम्रो लागेको छैन है उसलाई चाहिँ यस कमेन्ट गरिदिनु होला यो रेनकोट लगाएको राम्रो देखेको छैन है अनि त्यसपछि अब फेरि बच्चालाई जस्तो बुढीलाई त स्याहार गर्न पर्यो उसले नै मेरो स्याहार गर्छ मैले नै उसको स्याहार गर्छु यसरी नै चल्छ जिन्दगी हस् गाइज ल 10 मिनट भयो ल हामी चाहिँ अब लाग्यौँ है त चोर्नी जस्तो देख्यो साथीहरू हामी चाहिँ हिँड्यौँ हाम्रो 10 मिनट सक्यो अब चाहिँ हामी अब जान्छौँ पानी पर्यो अब मोबाइल नि भिज्छौँ स्टे ट्युन गाइज राम्रो देखिएछ है मलाई